हामी चाइनाको याङ्ग्रे हिमाल र नेपालको सान्जेन हिमालको बेस क्याम्पसम्मको चाहिँ यात्रा गर्दैछौँ। अहिले हामी रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका वडा नम्बर 5 को तातोपानी गाउँमा छौँ र यो हाइड्रो पावरको चाहिँ साइड प्रोजेक्ट अफिस हो माथिल्लो सान्जेनको। हामी यहाँबाट अब आधा घन्टा जति चाहिँ गाडीमा नै ड्राइभ गर्छौँ र त्यसपछि आजको फुल डे र भोलिको हाफ डे को ट्रेकिङ पछि याङ्ग्रे हिमाल चाइना 7200 मिटर र सान्जेन हिमाल नेपालमा रहेको धादिङ जिल्लाको एउटा गणेश हिमालको साइडको कुण्ड छ। त्यो कुण्डसम्म पनि पुगेर फर्किने चाहिँ हाम्रो प्रोग्राम छ। 3 दिनको प्रोग्राम। पर्सि शनिबार साँझ चाहिँ हामी चिलिमे भन्ने ठाउँमा फर्किने गरी जाँदैछौँ र हाम्रो 20 जनाको ग्रुप छ। यो डाँडो कटार चाहिँ माथि पुर्याएको हो त्यसले अनि पानीको पैसा लियो के अरे कति 150 रुपियाँ लियो सर तातो पानीको मिनरल वाटरको एउटा मिनरल वाटर 150 रुपियाँ जोडेको त्यहाँ अस्ति त्यो सडक पनि अघि हामी रङ्गा भन्ने ठाउँमा आइपुगेका छौँ र यहाँबाट हाम्रो चाहिँ पैदल यात्रा सुरु हुन्छ। हेर्नुहोस् त यो पहाड। हामी 31-3200 मिटरको हाइटमा आइपुगेका छौँ र हाम्रो खाना खाने स्थान हो यो। यहाँ यो जङ्गलमा पाउने यो सागहरू विभिन्न अर्ग्यानिक सागहरू। एउटा हामीले चिनेको न्युरो छ र यो दुईटा फरक थरीको साग पनि छ। 3 थरी साग छ। यो मसरुम छ है। हाम्रो यहाँ यसरी चाहिँ टक्क चाहिँ हाम्रो सरले चाहिँ हामीलाई चाहिँ एकदमै हेल्प गर्दै हुनुहुन्छ हैन। हामी 20 जनाको ग्रुप यहाँ लक्कीली हामीले यहाँ चाहिँ खाना खाने ठाउँ भेटाएका छौँ। नमिल्न पनि सक्छ भन्ने अनुमान थियो। लु है साथीहरु थप अपडेट गरिन्छ। लाली जवन जान्छ कि हजुर हो पाता बजाउँदै लाली जवन जान्छ कि हजुर हो पाता बजाउँदै हामी अब खाना पनि खाएर सान्जेन खोला जलविद्युत आयोजनाको सबभन्दा माथिल्लो ड्याम साना सुलिङको बनाएको सबभन्दा माथिल्लो ड्याममा छौँ। माथि हिमालमा पानी परेको कस्तो धमिलो पानी आइसक्यो अहिले भर्खरै है। अहिले 11 बजेको छ। बिहानै हिमालमा पानी परेको छ। तातो पानी आइसक्यो। अब यहाँ हामी अन्तिम ड्याम देख्नेछौँ। त्यो अन्तिम ड्यामभन्दा माथि चाहिँ हामी चाहिँ ट्रेकिङमा जान्छौँ। अगाडि हिमाल देखिँदैछ। चाइनामा पर्छ। अब चाइनाको सिमाना देखिएको हिमाल चाहिँ चाइना हो। ट्रेकिङ गर्दै जाँदा राम्रो रहेछ है। यस्तो हिमालमा यसरी पहिरो चढिरहेको छ। चाइना बोर्डर नजिक आइसकेका छौँ। अब हामी करिब 3500 मिटरको हाइटमा आइपुगेछौँ। ओहो ल हाइड्रोको टनेल र ड्याम आइपुग्नु लाग्यो। अब सबभन्दा माथि अब चाइना पर्ने
चाइनाको सिमाना नजिकै रहेको आइटमबाट यो यहाँबाट उता छैन चाइना आउँछ र हामी यहाँबाट हामी पैदल हिँड्छौँ ड्यामबाट अब हामी यहाँबाट ट्रेन यो ड्याम म यहाँहरूलाई अब गाडीबाट चढेर पनि देखाउँछु दिस इज द फाइनल डेस्टिनेसन खतरबल यहाँ आएछ हाम्रो बोकेर पठा खतेर होइन हो रहेछ अरू सामान पठा खतरै हो यतै प्रयोग गर्ने टोलीहरू चाहिँ अब पुरै गाडी बोकेर मुभ हुँदैछ ल गाडी राम्रोसँग सुरु निस्किने गरौँ न साथीहरूको यहाँ बस्नु त एउटा थोडा हानिदिन्छु हो हिमालमा एका बिहामै वर्षा धेरै भएर पानी चाहिँ यस्तो देखिएको छ अहिले बिहानको 11:30 बजेको अवस्था हेर्नुहोस् यस्तो देखिन्छ हामी अहिले 3385 फिटको हाइटमा चाहिँ यो ड्याम छ यहाँहरूलाई म जुम गरेर पनि देखाउँछु 3385 मिटर हाइट छ यहाँ अहिले यो अन्तिम हाइट हो सान्जेन जलविद्युत कम्पनीको चाहिँ सबभन्दा माथिल्लो अब हामी यो वर्ष चाहिँ सान्जेन भ्याली जाँदैछौँ जुन आधा भाग चाइनामा आधा भाग नेपालमा पर्छ हामी बिचमा चाइनाको भूभाग बिचमा नेपालको भूभाग हुँदै जाने गर्दछौँ चौरीहरूले खाद्यान्न बोकेर आएको हामी यहाँ देख्न सक्दछौँ होइन हामी सान्जेन खोला हाइड्रो पावरको ड्याम भनेर यहाँ लेखिराखेको छ होइन अब हामी यताबाट चाहिँ अगाडि टोली मुभ गर्छौँ ल ड्याममा पानी कति फोहोर पानी देखिन्छ सान्जेन खोला जलविद्युत पावर हाउसको सबभन्दा माथिल्लो ड्याम यो ड्याम 3385 मिटरको हाइटमा छ है अब हाम्रो वाकिङ सुरु भइसकेको छ यहाँदेखि हामी यहाँबाट 5 घन्टाको चाहिँ ट्रेकिङ पछि खर्कमा पुग्छौँ र त्यहाँ हाम्रो ब्यागहरू राखेर त्यहाँबाट माथि चाहिँ बिना ब्याग हामी ट्रेकिङ गरेर भोलि चाहिँ त्यही खर्कमा बस्ने गरेर फर्किन्छौँ र पर्सि शनिबार हामी चाहिँ तल झर्छौँ यहाँहरूले देख्न सक्नुहुन्छ यो सान्जेन खोलाको अप्पर ड्याम सबभन्दा माथि यस्तो अवस्थामा छ र है साथीहरू हामी सान्जेन भ्यालीको चाहिँ ट्रेकिङमा छौँ केही साथीहरू धेरै पछाडि हुनुहुन्छ केही यहाँ पुग्नु भएको छ केही अगाडि गइसक्नुभयो यो देखिएको भूभाग अहिलेसम्म नेपाल हो भने अब यहाँ एउटा नजिकै काठे पुल छ त्यो काठे पुलभन्दा पारिपट्टि चाइनाको भूभाग हो हामी अब यो काठे पुलबाट चाइनाको भूभाग हुँदै प्रवेश गर्छौँ काठे पुल यहाँहरूलाई म जुम गरेर देखाउँछु यो पुलबाट हामी चाहिँ चाइनाको भूभाग हुँदै ट्रेकिङ गर्छौँ यहाँ चाहिँ सबै ठाउँमा चाहिँ प्रतिबन्धित भए पनि यहाँ चाहिँ खुल्ला क्षेत्र जस्तो छ र हामी जान सहजै सक्ने अवस्था देखिन्छ अनि हिउँ पहिरोको कारणले पानी एकदमै धमिलो छ हिउँ पहिरो आएको हुनाले यहाँहरूले अलि माथि हेऱ्यो भने तारे भिर र चट्टानहरू देख्न सकिन्छ यो खोला वारिपट्टि नेपाल पारिपट्टि चाइना हो हामी अब यो झुलुङ्गे यो सानो काठे पुलबाट पारिपट्टि गएर चाइनाको रुट हुँदै जान्छौँ हाम्रा केही साथीहरू चाहिँ पारिपट्टि पुगिसक्नु भएको छ अब हामी पारिपट्टि चाइनाको भूभाग हुँदै सान्जेन भ्याली प्रवेश गर्छौँ र पुनः नेपाल फर्किन्छौँ माथि एउटा चाइनाको याङ्ग्रे हिमाल र नेपालको सान्जेन हिमाल दुइटै हिमाल चाहिँ को बेस क्याम्पसम्म काखसम्म पुग्ने चाहिँ हाम्रो मिसन रहेको छ है त ती साथीहरू हिँड्दै हुनुहुन्छ है अहिले चाइनाको भागतिरबाट यात्रा गर्दैछौँ हिमाल त्यहाँ छ पारिपट्टिको नेपाल हो
वरिपट्टि अहिले हामी चाइनाको भूभागमा चाहिँ यात्रा गरिरहेका छौँ। हाम्रो साथीहरू हुनुहुन्छ, केही साथीहरू टाढा पछाडि नै हुनुहुन्छ, केही अगाडि पुगिसक्नुभयो। यो ट्रेकिङ यस्तै हो। हाम्रो टिकटकर सर आज एक्लै हुनुहुन्छ, उहाँको टिकटक बनाइदिने मान्छे कोही छैन। छहरा हेर्नुहोस् त साथीहरू, पानीको छहरा कहाँबाट आइरहेको छ। चिलिमेबाट देखिने एउटा हिमाल चाहिँ यो हो। अहिले हामी 3600 मिटरको हाइटमा हिँडिरहेका छौँ। हामी 5000 मिटरको हाइटसम्म चाहिँ ट्रेक गर्ने भन्ने चाहिँ हाम्रो प्लान छ। अनि एउटा चिलिमेबाट देखिने हिमाल चाहिँ अलिअलि देखिरहेको छ। हामी यसको चाहिँ अबको 2 घन्टाको ट्रेकपछि त्यो हिमालको नजिक पुग्छौँ होला हामी लगभग सायद। है सर, हाम्रो सर चाहिँ थकान मुद्रामा हुनुहुन्छ, रेस्ट गर्दै हुनुहुन्छ। नथाकिकन त्यसै रेस्ट हुन्छ। सबैको आउनु पऱ्यो नि। ल साथी हो, बेस क्याम्प पुग्न 2 दिन लाग्छ। हिँडिहालौँ, यसरी ढिलो नगरौँ है। सान्जेनको ट्रेकिङ है राम्रै चलिरहेछ र हामी कुछ होता है, कुछ होता है। क्या होता है? त्यही भएर मैले साथीहरूलाई मेरो पावर ब्याङ्कको पनि आश नगर्नु भनेको छु। अर्को छ साथीहरू, अर्को छ त्यहाँ एउटा। हेलो साथीहरू, हामी डिल्पुकुण्ड जाने चाहिँ त्यहाँ एउटा अलिकति हिउँ देखिन्छ, त्यतातिर डिल्पुकुण्ड हो। हामी यो हिउँ देखिएको भागतिर जान्छौँ। सान्जेन भ्याली, सान्जेन हिमाल आउँछ माथि, त्यहाँ तल डिल्पुकुण्ड छ। हामी अहिले अराउन्ड 3800-3900 मिटरको हाइटमा हिँड्दैछौँ। यही त हाम्रो विशाल ग्रुप छ, 20 जनाको ग्रुप। धेरै गाह्रो छैन। यो युट्युब भिडियो हेरेर चाहिँ आउने साथीहरूलाई पनि मजाले आउन सक्नुहुन्छ, गाह्रो नमानेर। हो त्यहाँ देखिने हाम्रो रसुवा धुन्चेतिरको माथि डाँडोको भाग हो, लास्ट डाँडो देखिएको। हामी चिलिमे हाइड्रो हुँदै सान्जेन, माथिल्लो सान्जेन, त्योभन्दा माथिल्लो सान्जेनको ड्याम हुँदै अहिले हामी चाइनाको भूभागमा छौँ। यो मेरो हातबाट देब्रेतिरको चाइनाको भूभाग हो भने दाहिनेपट्टि नेपालको भूभाग हो। हामी अहिले चाइनाको भूभाग हुँदै हिँडिरहेका छौँ। किन भनेपछि यो एउटा पारिपट्टि सानो खहरे झरना झर्ने ठाउँ र अलि अगाडि गयो भने एउटा खोला छ। त्यो खोलामा बाटो नभएको कारणले हामी यहाँ चाइनाको भूभाग प्रयोग गरिरहेका छौँ। र बिचमा यो चाइनाको भूभाग पर्ने भएको हुनाले नेपाल सरकारले आधिकारिक रूपमा यसलाई ट्रेकिङ रुटको मान्यता पनि दिएको छैन। त्यो मारेर विदेशीहरू पनि हिँड्न नपाएको अवस्था देखिन्छ भने स्थानीय
लोकल गोठालोहरूलाई, भेडा गोठालो, चौरी गोठालोहरूलाई र स्थानीय बासिन्दाहरूलाई हिँड्नको लागि दुवै पक्षबाट चाइना पक्ष र नेपाल पक्षबाट चाहिँ आपसी अन्डरस्ट्यान्डिङमा अनुमति दिएको देखिन्छ र हिँडडुल गर्न पाउने देखिन्छ। ओके, थ्याङ्क यू सिरी। नाउ वी आर एक्ज्याक्टली वेयर? प्लिज क्यान यू लोकेट मी? हे सिरी, सबै साथीहरू यहाँ चाहिँ यो ट्रेकिङ हिँड्दाखेरि नुन खाएको र झोक्राएको कुखुरा जस्तो भएको हुन्छन् है। एकजना चाहिँ एकदमै यङ एनर्जेटिक देखिरहेको छ। यो चाहिँ शेर्पा भोटे भएको हुनाले यसरी चाहिँ हिँड्न सकिरहेको छ, अरूले त सकेकै छैन। पछाडिको टोलीहरू धेरै पछाडि छ। हाम्रो टिमको सबैभन्दा अन्तिममा आउने टोली त त्यहाँहरूलाई देखाउँछु। यो भागमा चाहिँ बसिरहेको देख्छु र अझै आधै घन्टा लाग्छ हामीलाई भेट्नको लागि। गर्नुपर्छ कि अब हेर्नुहोस् युट्युब हेर्ने साथीहरू, यहाँ चाहिँ एउटा चाइनाले हालेको पिल्लर छ। यो पिल्लरबाट चाइनाले भूभाग छुट्यायो। यो आएको खोला सान्देन खोला नेपालतर्फको र अर्को चाहिँ यो भागमा चाहिँ एउटा खोला छ। त्यो खोला चाहिँ आधा चाइनाले आफ्नो बनायो। पारिपट्टि जुन बाटो देखिएको छ त्यो देखिएको छ, त्योभन्दा उति नेपाल। यतापट्टि यो खोलो चाहिँ चाइनाले आफ्नो बनायो। किन भनेपछि यो बिच भागमा चाहिँ चाइनाले पिल्लर हालेर चाहिँ सिमाना चाहिँ बनाइसक्यो। पिल्लर देखिन्छ साथीहरू, यस्तो देखियो अवस्था। यहाँहरूलाई मैले यो जानकारी गराएँ। ल हामी यो माथि डिल्पुकुण्ड धादिङमा अलिकति उतापट्टि गयो भने धादिङ पर्छ। यो देखिएको चाहिँ अहिलेसम्म कतलाङमै हो। ल हेर्नुहोस्, हामी बाटो बिर्सेछ। अब यो बाटो बिर्सेपछि हामी अर्कै बाटो हिँड्नुपर्ने अवस्था आयो। हो, हामी डिल्पुकुण्ड नगएर सान्देन हिमालतिर जाने भन्ने हो। अब हामी यो सोझै उकालो बाटो धेरै माथि छ। अब हामी उकालो चढ्न सुरु भयो। कस्ता कस्ता ठाउँ त हिँडियो, यस्ता ठाउँ हिँडिन्छ के को। कता हिँडेको बिजुली बालेर म त जाँदिनँ होला। यी बाको हिमाली बाको यो खायो भने त लाग्छ नि फेरि। म त जाँदिनँ होला, म त हिँड्न सक्दिनँ होला। रातमा हेर्सेको यो पारिपट्टि नेपाल, वरिपट्टि चाइना। यो आएको खोलालाई सन्जेन खोला भन्छ र यो फेरि हिमाल पाल्दो हिमाल हो। पाल्दो हिमालको हाइट 5896 मिटर रहेको छ र म बसेको ठाउँबाट 7 किलोमिटरको डिस्टेन्स छ र म अहिले 3758 मिटरको हाइटबाट चाहिँ यो पाल्दो हिमाललाई चाहिँ क्याप्चर गरिरहेको छु। यहाँहरूले भिडियोमा हेरेर पाल्दो हिमाल 5896 मिटरको हाइट। ल राम्रो हाइकिङ हिँडिरहेको देखिन्छ। ल हेर्नुहोस्, पछाडि दुईजना खैरेहरूलाई लुट्नसम्म लुटेर अगाडि गाइडहरू हिँडिरहेछ। यो खैरेहरूबाट यति असुलेको छ दैनिक नि। हो, यो तिब्बतियन खैरे, अनि अर्को फेरि कहाँ हो बर्माको खैरे। एउटा चाहिँ म्याराथन धावक चाहिँ पारी हिँड्दै हेर्नुहोस्, अगाडि पछाडि पुरै बोकेर।